के अब साँच्चै थाहा होला त बिपिनको अवस्थाबारे? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल हमास युद्धविरामका लागि 20 बुँदे योजना सार्वजनिक गरेका छन्। योजना कार्यान्वयन भएमा हमासले 72 घण्टाभित्र सबै बन्दीहरूको अवस्था सार्वजनिक गर्नुपर्नेछ र उनीहरूलाई मुक्त गर्नुपर्नेछ। यसले गाजामा रहेका सबै बन्दीहरूको स्थिति 3 दिनभित्र प्रष्ट पारिनुपर्नेछ, जसमा सन् 2023 अक्टोबर 7 को आक्रमणपछि हमासले अपहरण गरेका नेपाली नागरिक बिपिन जोशी पनि पर्नेछन्। ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु वाशिङटनमा भएको भेटपछि यो सहमति बनेको हो। योजनामा बन्दीहरूको रिहाईलाई प्राथमिकता दिएको छ, साथै इजरायलले 250 आजीवन करारवासी र 1700 अन्य कैदीलाई मुक्त गर्ने उल्लेख छ। प्रत्येक बन्दी फर्किएन भने सट्टामा 25 जना गाजावासीहरूको शव फिर्ता दिने व्यवस्था गरिएको छ। ट्रम्पले चेतावनी दिँदै भने यदि हमासले योजना स्वीकार नगरे इजरायलसँग उसलाई अन्त्य गर्ने सम्पूर्ण अधिकार हुनेछ र त्यसमा अमेरिकाले समर्थन गर्नेछ। नेतान्याहुले समेत योजना अस्वीकार भएमा इजरायलले आफै गाजामा शान्तिपूर्ण प्रशासन स्थापना गर्ने र हमासका सबै हतियार हटाउने बताएका छन्। यो योजना युद्ध अन्त्य गर्ने, बन्दीहरूलाई मुक्त गर्ने र गाजालाई आतंक मुक्त बनाउने लक्ष्य सहित आएको हो। तर हमासले